अहिले चाहिँ वैदेशिक रोजगारमा जानेहरूले चाहिँ श्रम स्वीकृति गर्दाखेरि चाहिँ कुनै कुनै व्यक्तिहरूको चाहिँ फेक स्वीकृतिहरू बनाइदिने र एयरपोर्टमा चाहिँ जाँदाखेरि चाहिँ भित्र एन्ट्री पास गराउँदाखेरि चाहिँ त्यो श्रम स्वीकृति चाहिँ फेक भएको चाहिँ धेरैको साथीहरू चाहिँ त्यस्तो समस्या आएको रहेछ साथीहरू। यो एजेन्ट दलालहरूले चाहिँ कुनैले चाहिँ फेक डकुमेन्टहरू चाहिँ श्रम स्वीकृति गराएर फेक एयरलाइन टिकटहरू चाहिँ बनाएर चाहिँ त्यसरी चाहिँ मान्छेहरूलाई ठगेको धेरैको अहिले न्युजहरू तपाईँले देख्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र यस भिडियोमा चाहिँ मैले चाहिँ तपाईँको चाहिँ श्रम स्वीकृति जुन तपाईँसँग जुन यो स्क्रिनमा देखाएको जुन स्लिप छ यो चाहिँ ओरिजिनल हो कि होइन, सक्कल हो कि होइन, श्रम स्वीकृति गरेको छ कि छैन भनेर आफैले तपाईँले आफ्नो मोबाइलबाट ल्यापटपबाट जेसुकै पनि चेक गर्न चाहिँ आफूले कसरी चेक गर्ने त्यसको बारेमा चाहिँ म यस भिडियोमा भनेको छु साथीहरू। तपाईँले आफैले नै आफ्नो श्रम स्वीकृति यो साँचो छ कि छैन, कुन कम्पनीमा हो, कतिदेखि कतिसम्मको भ्यालिडिटी छ, सबै जानकारीहरू चाहिँ तपाईँले यसरी चाहिँ तपाईँले आफैले नै चेक गर्न सक्नुहुन्छ। र यदि हाम्रो च्यानल नयाँ हुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ साथीहरू। र थप जानकारीको लागि अथवा के समस्या पऱ्यो के जिज्ञासा छ भने तपाईँले हामीले कमेन्ट गरेर चाहिँ हामीले जानकारी गराउन सक्नुहुन्छ र हाम्रो फेसबुक पेजहरूमा पनि कनेक्ट हुन सक्नुहुन्छ। र अब लागौँ स्क्रिनतर्फ। अब तपाईँले चाहिँ आफ्नो मोबाइल अथवा ल्यापटप जेसुकैबाट पनि एउटा ब्राउजर ओपन गर्नु होला, क्रोम अथवा वेब ब्राउजर ओपन गर्नु होला। जस्ट ब्राउजर ओपन गरिसकेपछि जस्ट तपाईँले चाहिँ DOFENEPAL भनेर सर्च गर्नु होला। यति सर्च गरिसकेपछि तपाईँले यो वेबसाइट देख्न सक्नुहुन्छ। जस्ट यसमा चाहिँ क्लिक गर्नु होला साथीहरू। यसमा क्लिक गरिसकेपछि चाहिँ एउटा यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ तपाईँहरूले। तपाईँहरूले जस्ट तल स्क्रल गर्दै जानु होला तल डाउनतिर। र तपाईँले चाहिँ यता देख्न सक्नुहुन्छ अन्तिम श्रम स्वीकृतिको खोजी र पूर्व श्रम स्वीकृतिको खोजी भनेको छ। तपाईँले जस्ट यसमा चाहिँ आफ्नो स्टिकर नम्बर भनेको छ। जस्ट यसमा चाहिँ स्टिकर नम्बर भयो, स्टिकर नम्बर राख्नु होला अथवा तपाईँले आफ्नो चाहिँ पासवर्ड नम्बर राख्दा पनि हुन्छ साथीहरू। जस्ट स्टिकर नम्बरमा चाहिँ स्क्रिनमा देखाएको जुन कागज छ श्रम स्वीकृतिको चाहिँ त्यहाँ भएको स्टिकर नम्बर अगाडिको नम्बर ट्याप गर्नुपर्छ भने पासवर्ड नम्बरमा चाहिँ हामीले आफ्नो पासवर्ड नम्बर ट्याप गर्नुपर्ने हुन्छ। जस्ट पासवर्ड मात्रै ट्याप गरे पनि हुन्छ अथवा स्टिकर नम्बर मात्र ट्याप गर्दा पनि हुन्छ। दुईमध्ये एउटा ट्याप गरेर जस्ट खोज्नुहोस्मा क्लिक गर्नु होला है, खोज्नुहोस्मा क्लिक गर्नुहोस्। यति गरिसक्यो, लोडिङ भइरहेछ। जस्ट यति मैले चाहिँ पासवर्ड नम्बर राखिसकेपछि जस्ट तल तपाईँले देख्न सक्नुहुन्छ गोइङ थ्रुज र सेल्फ भनेको छ। कसको माध्यमबाट गएर हो भने चाहिँ मेन पावरबाट, मेन पावर हुन्छ भने म चाहिँ सेल्फ आफैले चाहिँ आफ्नै प्रोसेस आफैले आफ्नै थ्रुबाट ग्रुप गरेर भनेर देखाएको छ। सेल्फ देखाएको छ। नेम यसरी तपाईँको नाम देखाउँछ, तपाईँको मेल फिमेल के हो, पासवर्ड नम्बर, कुन कम्पनीमा हो, कुन कन्ट्री हो, यो तपाईँको चाहिँ यो श्रम स्वीकृति कहिले एप्रुभ भएको हो, त्यो स्टिकर नम्बर अघि जुन थियो त्यो स्टिकर नम्बर चाहिँ यो नम्बर भइहाल्यो साथीहरू। स्किलमा चाहिँ कुन स्किलमा जानुहुन्छ, कन्ट्र्याक्ट पिरियड भनेको छ। त्यो श्रम स्वीकृति कति वर्षको भनेको 5 भनेको चाहिँ 5 वर्षको श्रम स्वीकृति रहेछ। स्यालेरी चाहिँ यसरी कति स्यालेरी भनेको सब यसरी देखाएको हुन्छ। नेपालमा चाहिँ इन्सुरेन्स कुल छ भनेको नेपाल लाइफ इन्सुरेन्सबाट चाहिँ हामीले इन्सुरेन्स गरेका थियौँ। पोलिसी नम्बर सहितको चाहिँ पोलिसी एक्सपायर चाहिँ कहिले हुन्छ, त्यसरी SSFID भनेको चाहिँ हाम्रो चाहिँ यो सामाजिक सुरक्षा कोषको आइडी र सबमिसन नम्बर गरेर चाहिँ यसरी चाहिँ हामीले चाहिँ चेक गर्न मिल्छ साथीहरू। यसरी चाहिँ तपाईँले आफ्नो पासवर्ड नम्बर राखेर चाहिँ सर्च गर्नुभयो भने यसरी डिटेल देखायो भने चाहिँ तपाईँको श्रम स्वीकृति चाहिँ भ्यालिड हो, ओरिजिनल हो, तपाईँको चाहिँ श्रम स्वीकृति भइसकेको छ। र यसरी चाहिँ तपाईँले आफ्नो डिटेल पासवर्ड अथवा स्टिकर नम्बर राख्दाखेरि चाहिँ सर्च गर्नुभयो र कुनै पनि डिटेलहरू चाहिँ देखाएन भने चाहिँ त्यो चाहिँ फेक हो साथीहरू। तपाईँले चाहिँ यसरी चाहिँ छुट्याउन सक्नुहुन्छ। जस्तै मैले मिस्टेक मानौँ मैले कुनै नभएको चाहिँ फर इक्जाम्पल चाहिँ मैले एउटा पासवर्ड नम्बर मिस्टेक पासवर्ड नम्बर जसको श्रम स्वीकृति भएको छैन त्यो नम्बर राख्यो भने जस्ट सर्च गर्नुभयो भने तपाईँले चाहिँ देख्न सक्नुहुन्छ नो डाटा डिस्प्ले भनेको छ। किनकि चाहिँ यो फेक हो भनेर यसरी चाहिँ चेक गर्न सक्नुहुन्छ। अहिले आफ्नो पासवर्ड नम्बर राखेर पनि चेक गर्न सक्नुहुन्छ र स्टिकर नम्बर पनि राखेर चेक गर्न सक्नुहुन्छ। अब चाहिँ मैले चाहिँ सही करेक्ट पासवर्ड नम्बर राख्यो भने चाहिँ सर्च गर्छु। जस्ट अब चाहिँ डिटेल देखाउँछ साथीहरू। चाहिँ सही पासवर्डमा सही तपाईँले चाहिँ जसको चाहिँ श्रम स्वीकृति भएको छ यसरी डिटेल सो हुन्छ मजाले।
श्रम स्वीकृति भएको छैन भने अघि देखाएको जसरी नो फाउन्ड भन्छ साथीहरू। स्क्रिनमा देखाएको जसरी नै तपाईँले चाहिँ आफ्नो श्रम स्वीकृति चाहिँ ओरिजिनल हो कि होइन, फेक त होइन, सबै चाहिँ यसले तपाईँले चेक गर्न सक्नुहुन्छ साथीहरू। यदि तपाईँलाई चाहिँ कुनै थप जिज्ञासाहरू थप जानकारी लिन मन छ भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो फेसबुक पेजमा पनि जोड्न सक्नुहुन्छ। यदि हाम्रो च्यानल नयाँ छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनु होला। हस्, धन्यवाद साथीहरू।